ए तपाईहरु तपाईलाई पनि कति दिन बाद भेटे आज ओहो कस्तो राम्रो ड्राइभर दाजु थ्यांक यू खतरा बिछाइदिएको रहेछ नि दाजुहरूले त I love you too. Remember this bike? Ducati Scrambler 1100. अरूको चाहिँ हार्ले डेभिडसन फ्याट बोय यता चाहिँ हार्ले डेभिडसन सफ्टटेल अन्त मेरो चाहिँ G900 भाइले एकदम केस मिलाउँदैछ तपाईको ज्याकेट होला ए बल्ल भेटे नि दाजु स्पिड छ त है स्पिड छ त है ल हजुर स्पिड ए उतापट्टि होला है ए दा ए तिमी तारको ल लस दा लस ए स्पिड त्यहाँ पो रहेछ हजुर दा ल त निकै हराए फुल गरिदिनुहोस् त ए हजुर हजुर ए तपाईहरु तपाईको भिडियो हेर्छु ल म हजुर ठिकै हुनुहुन्छ राइडमा जानु भएको ल ए ड्युटीमा त्यही मजा आउँछ ल बाइकमै गाडीमा त सक्दैन ल सास बन्द भएको छ मलाई त ल ल हुन्छ हुन्छ भेट्दै गरौँ आज फर्स्ट टाइम हालेको स्पिड कस्तो छ कुनै ल अस्ति चाहिँ तल त्यो रानीपुलमा XP95 हालेको थियो कि त्यहाँ त त्यो 20% इथानल अब इथानल त आउँछ हुन्छ अब के चाहिँ गर्नु आज तिमी तारको जाउँ भनेको नि कति महिना बाद हजुर साथीहरूसँग हुन्छ त ए ए भाइ हुन्छ तपाईँलाई पनि कति दिन बाद भेटेँ आज हाम्रो यता दाजु अर्को दाजुको त म भिडियो हेरिबस्छु ल फेसबुकमा हाल्नुहुन्छ नि उहाँले मलाई थाहा थिएन नि स्पिड छ भनेर अब त यहीँ हाल्नु पऱ्यो ल पहिलाको यादहरू आयो मलाई हुन्छ दा थ्याङ्क यू मैले ओके आज चाहिँ मैले फर्स्ट टाइम हालेको यहाँनिर स्पिड चाहिँ कस्तो छ हेरौँ क्या ओके सो वेलकम ब्याक टु द च्यानल आज चाहिँ हामी लाग्दैछौँ तिमी तारको अन्त भर्खर उहाँलाई पनि भेट्नुभयो होला ओहो कस्तो राम्रो ड्राइभर दाजु थ्याङ्क यू यतिको हुनु पऱ्यो नि हौ यतिको कहाँ थियो म यस वेलकम ब्याक टु द च्यानल आजको दिनको सुरुवात चाहिँ मजाको पोजिटिभ भाइबमा भइरहेको छन् ओ माई गड कल आयो केटाहरूको हेलो हेलो लेस यस सेवाङ हो त म बाइक कुदाउँदैछ तिमी तारको ए ल ल आउनु भेटौँ न त्यहाँ अहिले त एक्लै छु हो बिहान चाहिँ खासमा 9 बजी जानुपर्ने हो केटाहरूसँग कि अन्त म चाहिँ ढिलो भयो लस लस कल गर्नु नि त्यहाँ छ भने पुग्यो भने छेवाङले कल गरेको थियो भर्खर निन्जा 650 एन्ड दे आर अल्सो अन देयर वे भन्दैछ थ्याङ्क यू भनेको गुड मर्निङ आज चाहिँ भेरी भेरी गुड डे छ सो फिलहालको लागि चाहिँ हामी खासमा निस्किनु पर्ने चाहिँ 9 बजी बिहान हो म निस्किनु पर्ने 9 बजी बिहान केटाहरू त उहिले अगाडि निस्किसक्यो म चाहिँ लेट भएँ एज अलवेज यता अदमपुलमा भेट्छ भन्दै थियो बिहान चाहिँ अब अहिले चाहिँ केटाहरू त्यहाँनिर के भन्छ उसमा बसिरहेको होला सेलरोटी पोइन्ट जस्ट आफ्टर उयो साङ पुग्नु आँट्दाखेरि त्यो छेउमा छ नि ओ म पुरा माटो पो हालेछ त आज त्यो पालि त पुरा लेभलिङ हुने तयारमा रहेछन् उहाँहरू अब यो माटो हालेर चाहिँ माटो राम्ररी अछ्याइदियो भने चाहिँ दामी हुन्छ कि लुज राखिदियो भने चाहिँ बाइकलाई पुरा साह्रो पर्छ बाइक गम्दैछ कस्तो उछाडिदिएको पानी मान्छेहरू आफ्नो मात्रै हेर्छन् अरूको भिजोस् नभिजोस् मतलब छैन ओहो आज त हमने कुछ नहीं क्यारी किया है बिर्सेछ सधैँ त म ट्रिपहरू जाँदा फेरि यो क्यारी गर्छु नि त्यो टायर इन्फ्लेटरदेखि लिएर पङ्क्चर रिपेयर किट आज चाहिँ बिर्सेछ ज्यादा जोसमा हुन्छ नि कति दिनको बाद आज हाइवेमा कुदाउनु पाउँछ भनेर होला मेरो बाइक त्यसले गर्दा बिर्सेको जस्तो छन् ब्रदर कहाँबाट जानु म ओहो खतरा बिछाइदिएको रहेछ नि दाजुहरूले त अच्छा यहाँ त ठिकै छ कि उहाँ माथि चाहिँ प्रब्लम हुन्छ नि बुबु गर्दैछ भाइले अहिले बुबु गरे म पनि बुबु हुन्छ नि
ओहो को जान्दैछ त्यता म देख्दैछु रिन्चेन जस्तो छ 121 क्याफेको मालिक हाम्रो हो रहेछ अरे अङ्कलहरु गए त अङ्कलहरु त्यही त म ढिलो भयो नि कहाँ गएको उनीहरु आई लभ यु टु तिमीताको गएको जाने ए ओके 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 तिमीहरु जाने यहाँबाट उयो सिङताम त्यो उयोबाट झरेर डाइरेक्ट तिमीताको ओह्रालो ओह्रालो त्यो साङको बाटो छ नि नयाँ बाटो ए ल ए ल ल कहाँ गएको राइड चाहिँ कालिम्पोङ ल ल ल बिस्तारै जानु एक लन्च खाइकिन फर्किने सेम सेम पछाडि गइसकेको थियो कि हो उसले सामान बुझ्यो फेरि आयो त्यही त हो किनकि तर कालिम्पोङ त पुगिहाल्छ ल ब्याग बोकिन ब्याग बोकिन बोकेर अझै बोकिदिएको धुलो लाग्छ अरे यत्रै छ सेम सेम अब भोलिदेखि बोक्छु आज यसो सोध्छु सबैजना हार्ले लिन्छ भनेर ल ल हुन्छ ल सादा बेसी इम्पोर्ट गर्नु पर्यो नि तपाईँ गाडीको फ्युल कन्जम्सन घट्यो अब हामी निस्केको यहाँबाट ब्रेकफास्ट के गऱ्यो मैले चाहिँ खानु सकेन ज्याहरूले खायो अरू केटाहरूले खायो अब डाइरेक्ट होला उता बिस्तारै बिस्तारै गफ गर्दै यो चाहिँ 1100 आई थिङ्क फ्यु अफ यु रिमेम्बर दिस बाइक डुकाटी स्क्रैम्बलर 1100 अरूको चाहिँ हार्ले डेभिडसन फ्याट बोय यता चाहिँ हार्ले डेभिडसन सफ्टेल अन्त मेरो चाहिँ G900 ब्युटिफुल डे सुनिलाको त्यहाँनिर बाइकको फ्यान चलाउँदैछ ब्युटिफुल डे भएछ आज त साँच्चै नै स्काईमा भाइले एकदम केस मिलाउँदैछ त्यहाँ कफी ब्रेक दामी हुन्छ नि तर फेरि उता ल गिटार बनाएर बिए बेल गिटार बजाएर गीत पनि सुनाए ल घर चाहिँ त्यो एस्ट्रोनिङको माथि चिया एस्ट्रोनिङको माथि टुरिज्मको कस्तो छ त्यो पनि है निस्केको यहाँबाट सिङ्गल ह्यान्डेड अघि त आएर उठाउनु सघाउनु नि छैन दुईवटा नै उठ्यो नि त अब एउटा बाइक उठाउनु 4 जना जानु भएन नि त मनमै लागेको रहेछ अब उठाउनु आएन अहिले फेरि लड्नुहोस् न बस म झर्छु होइन अब लडेन हामी उठाउन तपाईँलाई पर्खिन्छ हेलो ए साकेला हामी नाम्चीपट्टि गएन फर्केर यहाँ माथि एकछिन बसेर चिया खायो अब फर्किँदैछ सेम बाटो तपाईँहरू कहाँ छ हुँदैछ प्रोग्राम चाहिँ फेरि कहाँ हो त्यो चाहिँ ए ओके ओके हस् ओके ल अब चाहिँ फर्किने भयो केटाहरू एकछिन भए पनि मजा आयो एउटा कोही नि बाइक चाहिँ सेतो लुगा लगाएको थियो नि त्यो जस्तो लाग्यो ज्याकेट झार्ने चाहिँ ए कुनै त सोध्नु आउँछ नि ज्याकेट खोज्दैछ हामी ज्याकेटको मालिक एकदम बाजु चाहिँ ब्युटिफुल सिनेरी अब चाहिँ हामी फर्किनु लागेको हो आम्बो भन्दैछ केटाहरूले हजुर त्यो ज्याकेट तपाईँको ज्याकेट होला ए बल्ल भेट्यो नि हामीले ए चिन्यो यतै आएको अघि बल्ल भेट्यो मालिक ज्याकेटको मालिक ल
बस बल्ल भेट्यो छातीमा थकिरहेछ ब्रदर उयो भाइ सिधै पो आउँछ यो गाडी नि कस्तो सिधै आएको रोक्दै रहेछ ल यहाँ पुग्यो हाम्रो आजको राइड चाहिँ सक्यो अब मजा आयो तिमीदेखि डाइरेक्ट अब घर केटाहरू गफ फर्स्ट यहाँ चिया खाएर त्यहाँदेखि चाहिँ बाई बाई लस हजुर ल लस ओके सो यहाँ तपाईँलाई अप्ठ्यारो भएको छ यसको पोजिसन भएको छैन ल ल जानु रे ल